सबैजनालाई स्वागत छ। आज चाहिँ म दाइको च्यानलबाट एक दुई शब्द बोल्दैछु। यो चाहिँ पेनाङको एकदम राम्रो ठाउँ रहेछ। त्यो राष्ट्र त्यसले कस्तो छ And welcome back to Grace Nepal Blog YouTube channel. यहाँहरु सम्पूर्णलाई स्वागत छ Grace Nepal Blog YouTube च्यानलमा। जय मसी, नमस्कार। म जित बहादुर राई। आज भने म तपाईहरु समक्ष उपस्थित छु र म केही मेरो चाहिँ पेनाङ भ्रमणको अनुभवहरु म तपाईहरु समक्ष साझेदार गर्न चाहन्छु। पेनाङ हामी गएको 2 महिना अगाडि गएको थियौं पेनाङ घुम्नको लागि र त्यसमा चाहिँ हामी विशेष गरी बिहानै हामी यहाँबाट बसबाट हामी सहर भएको थियौं। बसबाट यहाँबाट चाहिँ शिरमाजु भन्ने ठाउँमा गयौं। यात्रामा चाहिँ म, मेरो श्रीमती, मेरो सोल्तीहरु अनि एकजना भाइ थियौं। हामी घुम्न जाँदा पेनाङको घुमघाम पनि एकदमै राम्रो भयो। जाँदाखेरि यहाँदेखि पुलाउ पेनाङ बस स्टेसनसम्म गयौं। त्यसपछि फेरीमा हामी पारी गयौं। फेरी चढेर चाहिँ 2 रिङ्गेटमा फेरी चढेर हामी पारीपट्टि गयौं। अनि पारी जाँदाखेरि 2 रिङ्गेट लाग्यो। पारीबाट अनि हामी हाम्रो होटल गेस्ट हाउस जुन हामीले बुकिङ गरेको गेस्ट हाउसमा हामी गयौं। अनि त्यसपछि त्यो गेस्ट हाउसमा गएर त्यो बेलुका जुन बिहान यात्रा गर्यौं पुगिसकेपछि बेलुका त्यहीँ बस्यौं। दिनभरि त्यहीँ घुम्यौं। त्यो समुद्र हेर्यौं। हामीले मेन कुरा समुद्र हेर्यौं। समुद्रतिर मजाले पौडी खेल्यौं। अनि त्यसपछि प्यारासुट पनि चढ्यौं। प्यारासुट चढ्न नभुल्नु होला पेनाङ गइसकेपछि। अनि त्यसपछि प्यारासुट चढिसकेपछि हामीले बेलुका बेलुका त्यहीँ बास बस्यौं। हाम्रो पेनाङको चाहिँ विशेष गरी घुम्ने ठाउँ चाहिँ 3-4 ठाउँ एकदम दामी ठाउँ छ। तर हामी चाहिँ 2 ठाउँ मात्र घुमेर आयौं। र त्यो बाटो फेरी बीचबाट चाहिँ तपाईहरु मंकी पार्कमा जान चाहिँ नभुल्नु होला। त्यो मंकी पार्कमा चाहिँ त्यहाँ विशेष गरी के छ भने खासै बाँदरहरु त खासै केही पनि रहेनछ। तै पनि त्यहाँनेरि राष्ट्रिय निकुञ्जहरु खासै केही पनि देख्न पाउन। तर त्यहाँ चाहिँ गएर मजाले बस्ने ठाउँ, खाने बस्ने ठाउँहरु, समुद्र इन्जोय गर्ने, त्यो फेरी चढेर त्यो समुद्रमा घुम्न जान एकदमै सजिलो, एकदमै राम्रो, इन्जोयबल एकदम राम्रो लाग्छ। अनि त्यो त्यहाँको त्यो पुल अनि त्यहाँबाट तर तपाईहरु जुन नेशनल पार्क चाहिँ नजानु होला। नेशनल पार्क नजानुहोस्। जुन बाटो फेरी बीचको चाहिँ बीचबाटै पाउँछ मंकी पार्क जाने हो भनेर भन्छ। त्यहीबाट जाँदाखेरि चाहिँ राम्रो हुन्छ। 1-2 जना मात्रै नजानुहोस्। 4-5 जनाको ग्रुप भयो भने घुम्नलाई तपाईहरु सबैजनालाई सजिलो हुन्छ। र हामी गयौं। त्यसपछि त्यहाँनेरि बाटो फेरीकै नजिकै जुन बाटो फेरी जुन बीच जुन समुद्रकै छेउमा त्यहाँ गेस्ट हाउस छ। त्यो गेस्ट हाउसमा चाहिँ हामीले होटल बुक गरेको थियौं। 60 रुपैयाँ 70 रिङ्गेट बिना एसी को 70 रिङ्गेट थियो 2टा बेडको। अनि एसी वाला चाहिँ 110 रिङ्गेट थियो। 110 रिङ्गेट लियो एसी भएको चाहिँ थियो। अनि हामीले त्यहाँ गयौं। त्यहाँ गइसकेपछि त्यहाँनेरि धेरै भिड थियो। बेलुका एकदमै त्यहाँ बत्ती पनि झिलिमिली है एकदमै राम्रो लागेको थियो। एकदमै खुसियाली भयो। अनि त्यो भइसकेपछि हामीले त्यो बेलुका त्यहीँ बस्यौं। अनि भोलिपल्ट फर्केर आयौं। एकदमै राम्रो ठाउँ थियो। एकदमै राम्रो, एकदमै इन्जोयबल, एकदमै राम्रो रमाइलो भयो। त्यो तपाईहरु भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। र ग्रेस नेपाल ब्लग YouTube च्यानललाई तपाईहरुको साथ सपोर्टको खाँचो छ। साथ सपोर्ट गरिदिनु होला। माया गरी सब्स्क्राइब, शेयर, मनमा लागेको कुराहरु चाहिँ तपाईहरुले कमेन्ट गर्न नभुल्नु होला। हस् धन्यवाद। भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि सबैलाई धेरै धन्यवाद। त्यो भिडियोहरु पनि यो क्लिप्सहरु हेर्नु होला। हाम्रो पेनाङ घुमघामको फोटो भिडियोहरु क्लिप्स म तपाईहरुलाई राख्दिने छु। र यो भिडियो मेरो YouTube च्यानलमा पब्लिश भइसकेको छ। त्यो पनि गएर हेर्नु होला भन्न चाहन्छु। घुमिरहेको छ सबैजना वरिपरि। कोही यो बालो कस्तो धसिँदो रहेछ है।
सबैजना आफ्नो आफ्नो धुनमा छ है यहाँनिर समुद्रमा होइन कोही ड्रोन उडाउँदैछ कोही क्यामेरा कोही भिडियो गर्दैछन् कोही टिकटक बनाउँदैछ यहाँ र ल अब एकछिन हामी यहाँ आगो बालेको छ यहाँनिर यहाँ के पर्फर्मेन्स छ हो के पर्फर्मेन्स छ है यहाँ ल हेर्नुहोस् है पर्फर्मेन्स आयो है ल ल ल ल ल यस्तो पर्फर्मेन्स आयो ल ल ल ल वाउ यस्तो यहाँ प्रोग्राम डान्स कार्यक्रम आगो त्यो हाल्ने त्यो कार्यक्रम भइरहेको रहेछ अब यहाँ एकछिन हामी हेर्नेछौँ है त सबैजना भएर हामी हेरौँ है त नाइट पर्फर्मेन्स पनि हेऱ्यो